Suba Digital. Enjoy with us. नमस्कार ओहो नमस्कार नमस्कार तपाईको संगीतप्रतिको साधना र त्यागबारे थाहा पाएँ अनि एकचोटि भेट्न मन लाग्यो साँचो मनले चाह्यो भने भगवान पनि भेटिन्छन् भन्ने कुरामा आज मलाई विश्वास लाग्यो छोरी छाया यहाँ हेर त को आउनु भएको छ पल बाबु आउनु भएको छ छोरी म मात्र भनेको त बाबा पनि छाया हाई ल ए किन नजाए कि बाहिर आऊ न आऊ मेरी छोरी तपाईँको ठुलो फ्यान हो अरे तपाईँको तस्बिर नहेरिकन त उसलाई बिहानै बेलुकीको खाना पनि रुच्दैन होइन बेरै होइन हजुरको गीत चाहिँ सबै मनपर्छ तिम्रो गीत सुनेपछि म तिम्रो फ्यान भएँ हो र मेरो गीत सुन्नुभयो तिम्रो गीतमा आफैलाई पाउँछु तिमी भित्र नै म त हराउँछु हरेक चुनौती झेल्छु म हरेक चुनौती झेल्छु म मेरो हुन्छौ भने तिमी आफ्नै सम्झे परेले छुन्छौ भने तिमी तिम्रो सङ्गीत कहाँ सिक्यौ मेरो म्युजिकको स्कुल भने पनि कलेज भने पनि मेरो बाबा नै हो हस् जान्छु अहिले हामी तपाईँहरूसँग भेट भयो एकदम खुसी लाग्यो कि आज यतै बस्न पाए हुन्थ्यो होइन अङ्कल नजिकै हाम्रो होटल बुकिङ छ अहिले जान्छौँ हस् धन्यवाद हस् नमस्ते हस् थ्याङ्क यू सो मच भगवान् मैले तपाईँलाई एकचोटि मात्रै हेर्न खोजेको थिएँ तपाईँले त घरमै पठाइदिनु भयो म त आज एकदमै खुसी छु थ्याङ्क सो मच के माग्यो भगवान्सँग केही मागिन सबै थोक त पुऱ्याइदिनु भएको छ थ्याङ्क यू मात्र भने के को लागि थ्याङ्क यू तपाईँ भेटाइदिएकोमा अनि तपाईँ पनि केही माग्न आउनु भएको होइन होइन म पनि भगवान्लाई थ्याङ्क यू भन्न आएको नि किन तिमीलाई भेटाइदिएकोमा जिस्काउनु भएको हो भनेको म तिम्रो गाउँ घुम्न आएको छु तिम्रो गेस्ट हो मलाई आफ्नो गाउँठाउँ घुमाउँदैनौ छाया कहाँ थियो तिमी जाने बेलामा हाँसेर बिदा गऱ्यो भने जाने मान्छेको मन खुसी हुन्छ अरे जाने बेलासम्म त खबर दिनु भएन हुन त म जस्तो फ्यान त लाखौँ छ नि तपाईँको लाखौँ त आकाशको तारा पनि छन् तर हामीलाई ध्रुव ताराको नाम मात्र याद छ तिमी पनि मेरो स्पेसल फ्यान हो छाया ध्रुव तारा जस्तै यात्राको क्रममा धेरै मान्छेहरू भेटिन्छन् कति छुटिन्छन् कतिका यादहरू मेटिन्छन् म पनि त त्यस्तै त हुन्छु होला नि म तिमीलाई भुल्न सक्छु होला र तिमीले त मेरो नम्बर समेत मागेनौ है मागेर पाउने भए म के माग्थे म त भाग्यमा विश्वास गर्छु तर म कर्ममा विश्वास गर्छु त्यो झरनाको सँगसँग खोलाको कलकल
कोइलीको कुहुको भन्दा तिम्रो आवाज मिठो छ। तिमी आफैमा एउटा राम्रो गीत हौ छाया, सुन्दर गीत। म काठमाडौँ फर्कित गरेको मान्छे, तिम्रो आवाज सुनेर तिमीलाई पछ्याउँदै तिम्रो घरसम्म किन पुग्यो होला? तिम्रो आवाजले पल विक्रम शाहलाई मौन लाउन सक्छ भने सोच त सारा पब्लिकलाई के होला? तिमीले गाउनुपर्छ। म साँच्चीकै गीत गाउन सक्छु नि पल। तिमीले गाउने मात्र होइन, तिम्रो आवाजमा पब्लिकको मनभित्र आगो लगाउन सक्ने तागत छ। के थाहा, यस्तो पनि हुनसक्छ म आज स्टेजमा गाउँछु र तिमी हजारौँ पब्लिकको बिचमा बसेर ताली बजाउँछौ, र भोलि तिमी स्टेजमा गाउँछौ र म हजारौँ पब्लिकको बिचमा बसेर ताली बजाइरहेको हुन्छु। गाउने त मन हो, मेरो पनि बाबाको पनि, तर यति ठुलो सपना देखेको छैन मैले पल। सपना देख्नुपर्छ छाया, तिम्रो साथमा म छु। तिमी आउँछौ नि? राम्रो तयारी गरेर आउनु, म तिमीलाई कुरिरहेको हुन्छु। अहिले म जान्छु, आफ्नो ख्याल राख्नु है। तपाईँ पनि आफ्नो ख्याल राख्नुहोस्। बाई बाई। पल पल छाया के भयो? तपाईँको हात दिनुहोस् न। किन? दिनुहोस् न। यो बुढा सुब्बाको प्रसाद, अब तपाईँलाई कसैको आँखा लाग्दैन।